उपस्थित महानुभावहरू, आज हामी अत्यन्त दुःखद र अपत्यारिलो क्षणमा उभिएका छौँ। हाम्रा प्रिय व्यक्तित्व पुरुषोत्तम महर्जन अब हामी माझ हुनुहुन्न। उहाँको असामयिक निधनले परिवार, आफन्त, साथीभाइ तथा उहाँसँग जोडिएका सम्पूर्ण शुभेच्छुकहरूलाई गहिरो पीडा र शोकमा डुबाएको छ। पुरुषोत्तम महर्जन केवल एउटा व्यक्तिको नाम मात्रै थिएन। उहाँ आफ्नो कर्म, सामाजिक भावना र मिलनसार व्यवहारका कारण धेरैको मनमा बस्न सफल व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ हलिनेवा गुठीको देश भ्रमण संयोजक अर्थात् कजीको जिम्मेवारीमा रहेर विभिन्न ठाउँमा सङ्गठन विस्तार गर्दै आउनुभएको थियो। त्यसैगरी कृषि क्षेत्रमा उहाँको ज्ञान र अनुभवका कारण उहाँलाई कृषि विज्ञका रूपमा पनि सम्मान गरिन्थ्यो। त्यससँगै सामाजिक क्षेत्रमा उहाँको सक्रियता र समाजप्रतिको जिम्मेवारी बोध पनि उत्तिकै प्रशंसनीय थियो। आफ्नो ज्ञान, समय र क्षमतालाई समाजका लागि उपयोग गर्ने उहाँको स्वभावले उहाँलाई अरूभन्दा फरक बनाएको थियो। उहाँसँग केही समय बिताउने जो कोहीले उहाँको सरलता, आत्मीयता र सहयोगी भावना महसुस गर्न सक्थे। धार्मिक तथा सांस्कृतिक भ्रमण होस् वा सामाजिक गतिविधि, उहाँ सधैँ उत्साहका साथ सहभागी हुनुहुन्थ्यो। तर जीवनको यथार्थ कति कठोर हुँदो रहेछ, हामीले कल्पना पनि नगरेको अवस्थामा उहाँको दुःखद निधन भएको छ। आज घाटमा उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिँदै गर्दा हामीसँग उहाँका सम्झनाहरू मात्र बाँकी छन्। उहाँले समाजमा गर्नुभएका योगदान, उहाँसँग बिताएका क्षणहरू र उहाँको सरल अनि आत्मीय व्यवहार सधैँ हाम्रो स्मृतिमा जीवित रहनेछ। प्रिय पुरुषोत्तम महर्जन ज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोक सन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। पुरुषोत्तम महर्जनज्यूको शारीरिक रूपमा हामीमा त अब हुनुहुन्न। तपाईँको कर्म, योगदान र सम्झनाहरू सधैँ हामीमा जीवित रहनेछ। भावपूर्ण श्रद्धाञ्जली। अलविदा पुरुषोत्तम महर्जनज्यू।